यो एमाले कांग्रेस जस्ता पार्टीहरूलाई अपमान गरेको 125 वटा पार्टीसँग वार्ता गरेको नाटक गरे, तमासा गरे। यो तमासा हो। तर हामी त्यो तमासा पनि हेर्न गइरहेका छौँ, आफ्ना कुरा पनि भनिरहेका छौँ। त्यसो भएर यस्तो तमासा होइन। देशलाई माया गर्न सिकौँ। म सुशीलाजीलाई भन्न चाहन्छु, देशलाई माया गर्न सिकौँ। देशलाई अरू अनिश्चय, अरू अशान्ति, अरू अस्थिरता, अरू अराजकता र बर्बादीतिर देशलाई जान नदिउँ। त्यसर्थ प्रतिनिधि सभाको अविलम्ब पुनर्स्थापना गरौँ, त्यहाँबाट समाधान खोजौँ। समस्या छन्, समाधान खोज्न सकिन्छ, ठिक बाटोबाट समाधान खोजौँ। समाधान खोजौँ भन्न पनि नपाइने, बडा शासन निकाल्नु हो तपाईँले त। समाधान, सही समाधान खोजौँ भन्न पनि नपाइने। तसर्थ म भन्न चाहन्छु, समस्या छन्, गम्भीर समस्या छन्, देश समस्यामा फस्यो। शान्तिको ठाउँमा अराजकताले राज गरेको छ। आज अराजकताको अन्त्य गरौँ, शान्ति स्थापना गरौँ, लोकतन्त्र पुनर्बहाली गरौँ, संविधानलाई क्रियाशील बनाऊँ र अगाडि बढौँ। त्यसका लागि संगठित ढङ्गले लोकतन्त्रको पक्षमा, देशको पक्षमा, जनताको पक्षमा, संविधानको पक्षमा यो भोलिन्टियर फोर्स बनेको छ। यसको नाम फोर्स राख्दा कतिपयलाई अलिक क्या हो फोर्स भनेर, कसैले आर्मी नै भनेर चलाइराखेको छ। हामीले त्यस्तो गरेका छैन। आर्मी नै भनेर उपद्रव मचाइराखेको छ, त्यो पनि हामीले केही भनिराखेका छैन। तोडफोड आगजनी आर्मी भनेर गरिराखेको छ। कुनै कुनै सङ्गठन हो भन्नेले आइटी अरे आर्मी अरे सुहाउने कुरा हुन्छ? मिल्छ यो? आइटी कम्प्युटर आर्मी, कम्प्युटर के हो त्यो? आइटी आर्मी। यसो भनेर तोडफोड गर्ने, अराजकता मचाउने काम कसैले गरिरहेको छ? हामी त्यसो गर्ने होइन। यो फोर्स किन भनिएको भने अनुशासनका लागि। फोर्स भन्दा एउटा अनुशासित संस्था बुझिन्छ, अनुशासित संस्था। त्यसका लागि अनुशासित ढङ्गले यो अगाडि बढ्छ। यसर्थ अब हाम्रा युवा साथीहरू, अझ धेरै लाखौँ युवाहरू यसमा सङ्गठित हुँदै जानुहुनेछ। लाखौँ युवाहरू सङ्गठित हुँदै जानुहुनेछ। यो सङ्गठनको तुलनामा अरू कसैको कुनै सङ्गठनले प्रतिस्पर्धा गर्न सक्दैन। यो त्यस्तो सङ्गठन हुनेछ देशमा। यो अभियानलाई अगाडि बढाउनुहोस्। हाम्रो पार्टी सही गन्तव्य बोकेर, देश बनाउने गन्तव्य बोकेर हाम्रो पार्टी अगाडि बढिरहेको छ र बढ्नेछ। देश बनाउने पार्टी हो यो। परिपूर्ण लोकतन्त्रको बाटोबाट समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई आफ्नो गन्तव्य मानेर साकार पारी छोड्ने सङ्कल्प गरेर अगाडि बढेको पार्टी हो। यसले त्यस गन्तव्यलाई छोड्ने छैन। र म अरू विभिन्न राजनीतिक दलहरू, अरू सङ्घ संस्थाहरू, नागरिक समाज, मिडियाका साथीहरू सबैलाई आग्रह गर्न चाहन्छु। सबै भूगोलमा बसोबास गर्ने, सबै पेसा व्यवसायका तमाम दाजुभाइ दिदीबहिनीहरूलाई आग्रह गर्न चाहन्छु। देश अप्ठ्यारोमा छ। सानातिना कुराहरूमा अल्झिएर, सानातिना कुरामा रिसराग, ईर्ष्या, आवेग जस्ता कुराहरू राखेर लोकतन्त्र बर्बाद भइरहेको, देश बर्बाद भइरहेको हेरिरहन राजनीतिक दलहरूलाई, सङ्घ संस्थाहरूलाई, नागरिक समाजलाई, सञ्चार माध्यमहरूलाई
कसैलाई पनि सुहाउँदैन। देशलाई लोकतन्त्रमा फर्काउनु पर्यो, शान्ति सुव्यवस्था स्थापना गर्नु पर्यो, पुनर्स्थापना गर्नु पर्यो, सुशासन र विकासको बाटोमा देशलाई अगाडि बढाउनु पर्यो। त्यसका निम्ति पहिलो कुरा त लोकतन्त्र स्थापना पुनर्स्थापना गर्नु पर्यो। त्यसका निम्ति अहिले तत्काल विघटित, असंवैधानिक ढङ्गले विघटित, गैर कानुनी ढङ्गले विघटित, मैले अघि नै भने अनधिकृत सिफारिसको आधारमा असंवैधानिक ढङ्गले विघटित प्रतिनिधि सभाको तत्काल पुनर्स्थापना गर्नु पर्यो। यसमा लाग्न म सबैलाई आग्रह गर्न चाहन्छु। हामीले विभिन्न कालखण्डमा विभिन्न कारणले पार्टी छोडेर गएका साथीहरू विभिन्न भ्रमवश, कहिले के कारण हुन सक्छ, कहिले व्यक्तिगत सम्बन्ध, निकटता आदि इत्यादि, मनसुनलाई काट्न नसक्ने, टेलिफोन गरिहाले भनेर, अर्कोले फोन गरेका थिएन यिनले फोन गरे म त्यतै लाग्छु भनेर, यस्ता ससाना कुराहरूमा मूल गन्तव्यमा केन्द्रित नभएर हामी कता कता लाग्यौँ होला। तर घर फर्कने आह्वान हामीले गरेका छौँ। म सबैलाई फेरि पनि आग्रह गर्न चाहन्छु, घर फर्किने आह्वान जारी छ। आउनुहोस्, नेकपा एमाले वास्तवमा एमालेको मात्रै घर होइन, बुझ्ने सबै देशभक्तहरूको, प्रगतिशीलहरूको र विकास र शान्ति चाहने, सुशासन चाहने जनताको छहारी हो, घर हो, अगुवा हो नेकपा एमाले। यसमा आउँ सबैजना, म सबैलाई आग्रह गर्न चाहन्छु। हामी पार्टीको महाधिवेशनतर्फ जाँदैछौँ। अब कति 22 दिन रह्यो क्या? अब 22 दिनमा नेकपा एमालेको महाधिवेशन हुँदैछ। 22 दिनमा नेकपा एमालेको महाधिवेशन हुँदैछ। त्यो महाधिवेशन अत्यन्तै भव्यताका साथ सम्पन्न हुनेछ, अत्यन्तै भव्यताका साथ। र म देख्दैछु, सुन्दैछु, त्यसलाई भाँड्नका लागि विभिन्न प्रकारका प्रयासहरू भइरहेका छन्। म सबैलाई चेतावनी भनौँ कि चेतावनी भन्ने शब्द अलिक चर्को हुन्छ भने सबैलाई म भन्न चाहन्छु, त्यस प्रकारका सोच नै नबनाउनुहोस्। नेकपा एमालेको महाधिवेशन भाँड्ने सोच नबनाउनुहोस्। एमाले आफ्नो महाधिवेशन गर्छ, आफ्ना ठाउँमा बसेर गर्छ। यस देशका लागि, यस देशको रक्षा, यसको सार्वभौमसत्ता, यसको स्वाधीनता, यसको स्वतन्त्रता, यसको भौगोलिक अखण्डता, यसका जायज हितहरू, राष्ट्रिय हितहरू र यसको स्वाभिमानलाई माथि उठाएर गर्छ। किन टाउको दुखाउने? त्यसमा टाउको दुख्छ भने हाम्रो भन्नु केही छैन। तर महाधिवेशन अत्यन्तै भव्यताका साथ सम्पन्न हुनेछ। अरू थप कुरा मैले अहिले केही भनिरहनु पर्दैन। नेपाली जनताले नेकपा एमालेको महाधिवेशनलाई आउँदो मङ्सिर 27, 28, 29 गते हुने महाधिवेशनलाई एउटा ऐतिहासिक महाधिवेशनको रूपमा स्थापित गर्नेछ। र नेकपा एमाले यस कुरामा सजग छ। अब म चाहन्छु यस महाधिवेशनलाई हामी सबैले एकताको महाधिवेशन बनाएर लैजाउँ। फराकिलो मन, फराकिलोपनका साथ यस महाधिवेशनलाई अगाडि लैजाउँ, मेरो आग्रह छ। विभिन्न सामाजिक सञ्जालहरूमा केही भ्रमहरू फिजाइएको देख्छु। त्यस्ता भ्रमहरूको साथमा नलाग्नका लागि म साथीहरूलाई आग्रह गर्न चाहन्छु, कोही पनि नलागुन् यस्ता कुरामा। अब यसो भएर साथीहरू उत्साहका साथ, आत्मविश्वासका साथ
भरे बेलुका घाम अस्ताउँछ तर भोलि बिहान फेरि झुल्किन्छ। भरे बेलुका घाम अस्ताउने जस्तै अस्ति एकपल्ट देशमा एउटा आँधी उरी आयो, तर आँधी उरी सधैँ चल्दैन, फेरि आँधी उरी टुङ्गिन्छ। अब आँधी उरी थामिसकेका छ, त्यसका केही अवशेषहरू झट्काहरू अहिले पनि आउन खोजे झैँ देखिन्छ। विभिन्न स्वार्थहरू, अनेक प्रकारका स्वार्थहरू यहाँभित्र हुन सक्दछन्। यस्ता धमिला पानीमा माछा मार्ने विभिन्न प्रकारका हातहरू घुसपैठ हुन सक्दछन्, तर हामी नेपाली जनता सजग भएर यस्ता कुराहरूलाई रोक्नेछौँ। यसै कारण यो राष्ट्रिय भोलिन्टियर फोर्स बनेको छ। म भोलिन्टियर साथीहरूलाई फेरि पनि बधाई भन्न चाहन्छु। तपाईहरुको काँधमा अत्यन्तै महत्त्वपूर्ण जिम्मेवारी आएको छ। पहिलो जिम्मेवारी यस संगठनको संगठनात्मक संरचनागत ढाँचालाई पूर्णता दिने, विस्तार गर्ने पहिलो जिम्मेवारी, नेसन वाइड रूपमा यसलाई व्यापक रूपमा विस्तारित गर्ने पहिलो जिम्मेवारी, अनि मात्रै तपाईहरुले बाँकी जिम्मेवारी पूरा गर्न सक्नुहुन्छ। त्यसकारण यसलाई अगाडि बढाउनुहोस्। तपाईहरुलाई शुभकामना छ। तपाईहरुको काम एकदमै सफल होस् देशको पक्षमा। यस संस्थाभित्र अघि नै भनिसकिया छ, यस संस्थामा युवा संघ नेपाल, अनेरा सुब्यू, भूतपूर्व सैनिक प्रहरी संगठन, खेलाडी खेलकुद महासंघ, मदन भण्डारी स्पोर्ट्स एकाडेमी, यी संस्थाहरू पदेन जस्तै संगठनात्मक संस्थागत सदस्य रहेका छन्। त्यो मर्यादा यी संस्थाहरूलाई यसले दिनेछ र त्यो भूमिका यी संस्थाहरूले खेल्नेछन् यसको संस्थागत सदस्य रहेर। हामीले अस्ति भर्खरै नेकपा यस बनाउन, त्यसमा बसेर काम गर्न अलमलबस जानुभएका साथीहरू फेरि फर्केर आउनुभएको छ। ती मध्ये नेताहरूलाई हामीले महाधिवेशन प्रतिनिधि हुने विशेष निर्णय गरेका छौँ। यो अत्यन्त जायज कुरा हो। यसमा विभिन्न भ्रम फिजाउन सक्छन्, सेन्टिमेन्ट भड्काउन सक्छन्। हामी पुराना यहीँ बसेर काम गरिराखेका, जान पाएका छैनौँ। अस्ति आएका यसका मान्छेहरू, यसका कार्यकर्ताहरू, उनीहरू चाहिँ गए भनेर अनेक सेन्टिमेन्ट भड्काउन खोज्छन्। पार्टी देशव्यापी रूपमा सबभन्दा सुदृढ मजबुत बनाउन यत्तिकै सजिलो छैन। केही मान्छेहरू छन् वाम एकता, वाम एकता, वाम एकता, घाँटी सुकिन्जाल, स्वर बसिन्जाल कराउने। हामी त्यसरी सधैँ वाम एकता कराउँदैनौँ। परेका बेला हामी जाँच्छौँ, नाडी, छाती जाँचेर, मस्तिष्क जाँचेर वामपन्थी हुन् भने पार्टी बनाउँछ। वामपन्थीबाट सडिसक्या, वामपन्थी विचारबाट पतन भइसक्या, वामपन्थी उद्देश्यबाट झरिसकेका, आचरणले कुहिसकेका त्यस्ताहरूलाई वामपन्थीको नाममा नेकपा एमालेमा स्थान हुँदैन, ठाउँ छैन। स्पष्ट छ। काम गर्ने साथीहरू एमालेमा, नगर्ने अन्त कहाँ काममा भनिरहनु। काम नगर्ने अन्त, काम गर्ने एमालेमा। म अरूलाई पनि आह्वान गर्न चाहन्छु, आउनुहोस्। मैले अघि नै पनि आह्वान गरिसकेको छु। हाम्रो पार्टीको केन्द्रीय कमिटीले आह्वान गरेको छ, त्यसपछि सचिवालयले आह्वान गरेको छ, त्यसपछि हामीले फेरि मैले दुई-दुईपल्ट आफ्ना वक्तव्यहरूबाट आह्वान गरेको छु र साथीहरू आउने क्रम जारी छ। जिल्लाका कमिटीहरू निर्णय गरेर आइरहेका छन्, खुसी व्यक्त गर्न चाहन्छु। अर्को कुरो, युवा साथीहरू सबै त संस्थामा संगठनको लिडरसिपमा उठाउनु भएको छैन। कसैले भड्काउन सक्छ, तिमीलाई त ठाउँ दिएन नि भनेर।
यस्ता कुराहरूमा कोही नपर्नु होला। काम गर्ने ठाउँ अवसर हामीलाई देशका लागि काम गर्नु छ, अरू कुरा भन्दा त्यसलाई सम्झेर शिरोधार्य गरेर युवा साथीहरू अगाडि बढ्नुहोस्। सबैजना विभिन्न ढङ्गले सङ्गठित हुनुहुनेछ। अहिले मैले धेरै समय नलिऊ, यहाँ फेरि यो हल नै हामीले छिटो खाली गर्नुपर्ने, फेरि लामो समय बोल्दा ठिक हुँदैन। अझै अलिकति फर्मालिटी यहाँ बाँकी भएको हुनाले मैले धेरै समय लिन पनि भएको छैन। म तपाईँहरूसँग नेकपा एमालेको तर्फबाट, मेरो आफ्नो तर्फबाट र सिङ्गै नेपाली जनताको तर्फबाट तपाईँहरूप्रति पुराका पुरा विश्वास गर्दै, आशा गर्दै, भरोसा गर्दै तपाईँहरूमाथि बधाई भन्दै तपाईँहरूको कामको सफलताको शुभकामना भन्न चाहन्छु। तपाईँहरूलाई सफलता मिलोस्। धन्यवाद।